सभामुख महोदय, हामीले बारम्बार प्रश्न उठाएका छौँ। हाम्रो आफ्नो व्यक्तिगत प्रश्न नभएर जनताका प्रश्नहरू हामीले सरकारका सम्बन्धित मन्त्रीहरूलाई सोध्न चाहेका छौँ। सिमानाको कुरादेखि लिएर महँगी नियन्त्रणका कुरादेखि लिएर सहकारी पीडितलाई तपाईँको चाहिँ के अरे फिर्ता गर्दै गरेको पैसाको स्रोत के हो, कहाँबाट हामीले चाहिँ के अरे फिर्ता गर्दैछौँ भन्ने कुराहरू, यस्ता महत्त्वपूर्ण विषयहरूमा हामीले चाहिँ थुप्रै प्रश्नहरू राख्न खोजेका छौँ। सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू राख्न खोजेका छौँ। तर सम्बन्धित मन्त्रीहरू सदनमा आउँदै नआउने, नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नि नआउने, छलफल नि नआउने, तपाईँको चाहिँ के अरे उत्तर दिनका लागि पनि आउनुपर्ने मान्छे नआउने, अरू मान्छे आउने, यो तरिकाले चाहिँ तपाईँको यो हाम्रो नियमावलीको 15(2) नियमावली 15 उपनियम 2 लागू भएको देखिँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो जोरदार माग छ, यो संसदप्रति सरकार जवाफदेही हुनैपर्छ, जनताप्रति सरकार जवाफदेही हुनैपर्छ, बन्नैपर्छ। किनभने जनताकै तपाईँको छैन के अरे भोट लिएर हामी यहाँ आएका छौँ। जनताको प्रश्न राख्ने सदन हो यो, जनताको प्रश्नहरू सोधिने सदन हो। त्यो सदनमा सरकार नआउनु, सरकारको प्रतिनिधि नआउनु, यसले के जनाउँछ सभामुख महोदय? त्यसो भएको कारणले गर्दाखेरि यहाँले कडा तरिकाले रुलिङ गरेर सरकारको पक्षका मानिसहरूलाई पनि लिएर, मन्त्रीज्यूहरूलाई पनि लिएर चाहिँ यहाँनिर प्रश्नोत्तर गर्ने 5-6वटा प्रश्न हामी सोध्न चाहन्छौँ। ती प्रश्नहरूको उत्तर जनतालाई चाहिँ दिनुपर्ने बाध्यता उहाँहरूको कर्तव्य हो। त्यो कर्तव्यदेखि चाहिँ भाग्ने उहाँहरूको जुन चलन छ, यसप्रति हाम्रो घोर आपत्ति छ। यो सरकार, यो सदनप्रति जवाफदेही नभएको त्यो चाहिँ के अरे हामीले महसुस गरेका छौँ। त्यसो भएको कारणले गर्दाखेरि संसदीय मर्यादा अन्तर्गत जो प्रधानमन्त्रीदेखि लिएर तपाईँको मन्त्री परिषदका सबै मन्त्रीहरू यही सदनका सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 लाई प्रस्तुत गर्न अनुमति दिन्छु। सम्माननीय सभामुख महोदय, मतदाता नामावली ऐन 2073 को दफा 4 को उपदफा 2 मा आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा आयोगबाट निर्धारित स्थान र समयमा एकै पटक वा पटक पटक हुने गरी तोक्न सक्नेछ भन्ने व्यवस्था गरिएको छ भने कुनै एक गाउँपालिका वा नगरपालिकाको कुनै एक ओडाको मतदाता नामावली सङ्कलन वा अद्यावधिक गर्दा एकै पटक गर्नुपर्ने निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नगरिने तथा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्दा सर्वसाधारणलाई सूचना दिने लगायत अन्य व्यवस्था तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ। नेपाल राजपत्रमा प्रकाशित निर्वाचन आयोगको मिति 2082-3-16 को सूचना बमोजिम मतदाता नामावली सङ्कलन कार्य स्थगन हुन गएको र मिति 2082-5-27 को राष्ट्रपतिको कार्यालयको सूचना बमोजिम सम्माननीय राष्ट्रपतिबाट सम्माननीय प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसदको प्रतिनिधि सभा विघटन भई मिति 2082-11-21 मा सङ्घीय संसदको प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकाले उक्त निर्वाचनमा मतदानको लागि मतदाता नामावली सङ्कलन दर्ता तथा त्यसको अद्यावधिक गर्नुपर्ने भएकाले मतदाता नामावली ऐन 2073 को दफा 4 को उपदफा 2 पछि उपदफा 2 क थप गरी प्रतिनिधि सभाको कार्यकाल पूरा हुनु अगावै प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा त्यस्तो निर्वाचनको प्रयोजनको लागि निर्वाचन आयोगले अवधि तोकी मतदाता नामावली सङ्कलन दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्ने गरी मतदाता नामावली ऐन 2073 लाई नेपालको संविधानको धारा 114 को उपधारा 1 बमोजिम अध्यादेशद्वारा संशोधन भई उक्त अध्यादेश सङ्घीय संसदबाट स्वीकृत भएको छ। अध्यादेश बमोजिमका व्यवस्थालाई प्रतिस्थापन विधेयक मार्फत कायम राख्नु परेकाले मतदाता नामावली ऐन 2073 लाई संशोधन गर्न बनेको विधेयक 2083 प्रतिनिधि सभा समक्ष प्रस्तुत गर्दछु। धन्यवाद।